नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र बचाउन, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति एमालेसँग समेत बृहत एकताको लागि आफू तयार रहेको बताएका छन्। उनले आजको दिन नेपाली राजनीतिमा अहिले देखा परेका चुनौती संकट समाधान गर्नको लागि राष्ट्रिय एकताको आधार पार्ने असाधारण दिन भएको दाबी समेत गरेका छन्। भ्रिकुटी मण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले आजको दिन कसैले बिर्साएर अब इतिहासमा नबिर्सने बताएका हुन्। उनले भने, मलाई संयोजकको रूपमा 10 घटकको ठूलो भारी जिम्मेवारी दिनुभएको छ। मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ। अब पार्टी नयाँ ढंगबाट अगाडि बढ्छ। प्रचण्डले भने, कम्युनिस्ट इतिहासमा 10 घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने उनले बताएका छन्। प्रचण्डले अझै विचार मिल्नेहरूसँग एकता प्रक्रिया अघि बढाउँदै जाने बताए। उनले भने, 10 पार्टी मिल्दैमा पुग्यो भन्ने पक्षमा छैनौं, अझै एकताबद्ध गर्न तयार छौं। समाजवादी मोर्चामा रहेका होस् या अन्य कम्युनिस्ट घटकहरू या एमालेसँग समेत बृहत एकताको निम्ति राष्ट्र बचाउन, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति हामी सबैसँग हातेमालो गर्न तयार छौं। जोसँग छिटो मिल्छ एकता गर्छौं, पछि मिल्नेसँग मोर्चा बनाएर जान्छौं, प्रचण्डले भने।